आज म तपाईहरुलाई यस्तो चारवटा कुरा बताउने छु जसले गर्दाखेरि चाहिँ तपाईहरुको भिडियोमा चाहिँ भ्युज बढ्नमा सहयोग गर्छ। तपाईले युट्युबमा डेली भिडियो हाल्नुहुन्छ तर भ्युजै आउँदैन। यो चाहिँ सानो युट्युब च्यानलको मात्र नभएर आजकल ठुलठुलो युट्युब च्यानलहरुमा पनि भ्युज चाहिँ घट्दै गएको छ। यसको कारणहरु चाहिँ थुप्रै छ तर म त्यो कारणमा जान्न। पहिलो नम्बरमा आउँछ अपलोड मात्र गरेर हुँदैन। यदि तपाईको भिडियोमा क्वालिटी छैन र तपाईले चाहिँ अपलोड मात्र गरिराख्नु भएको छ भने तपाईकोमा भ्युज आउँदैन। किनभने अहिले 2026 मा चाहिँ कम्पिटिसन चाहिँ एकदमै बढिसकेको छ। ठुलठुला कन्टेन्ट क्रिएटरहरु देखि लिएर चाहिँ थुप्रै प्रोफेसनली नै आइसकेको छ यो युट्युबमा है कन्टेन्ट क्रिएसनमा। त्यही भएर तपाईले पनि कुनै न कुनै रूपमा चाहिँ क्वालिटी चाहिँ दिनु भएन भने तपाईको भिडियोमा चाहिँ भ्युज आउँदैन। दोस्रो नम्बरमा आउँछ थम्बनेल र टाइटल। जस्तै टिकटक इन्स्टाग्रामको रिलमा स्वाइप गरेर हेरिन्छ, त्यहाँ चाहिँ कुनै सर्च गरेर हैन अथवा चुज गर्ने भन्ने कुरा चाहिँ हुँदैन। युट्युबमा फेरि इट्स अ डिफरेन्ट गेम। यसमा चाहिँ तपाईहरुले चुज गर्न पाउनुहुन्छ हैन। तपाईले थम्बनेल पढ्नुहुन्छ, टाइटल पढ्नुहुन्छ अनि त्यो अनुसारले चाहिँ क्लिक गर्नुहुन्छ अनि त्यो भिडियो हेर्नुहुन्छ। तपाईको थम्बनेल र टाइटल यति राम्रो हुनुपर्छ कि अरु भिडियोहरुको माझमा चाहिँ तपाईको थम्बनेल र टाइटल त्यो चाहिँ स्ट्यान्ड आउट गर्नु पर्यो। भनेको मान्छेले गएर चाहिँ त्यसलाई क्लिक गर्नु पर्यो। त्यो चाहिँ CTR भनिन्छ, क्लिक थ्रु रेट। र यो थम्बनेल र टाइटलको विषयमा पनि पछि अलिकति डिटेलमा कुरा गरौँला। र अब तेस्रो नम्बरमा आउँछ विक टपिक अथवा फाइन्ड योर निश। आजकल कम्पिटिसन बढेछ र कन्टेन्ट क्रिएटरहरु पनि थुप्रै छन् जसले गर्दाखेरि चाहिँ भेराइटी अफ कन्टेन्ट क्रिएटर चाहिँ बजारमा छ। र यसमा चाहिँ राइट टपिक चाहिँ तपाईहरुले सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईको ऑडियन्स कुन ठाउँको छ हैन त्यो ठाउँको अनुसारले चाहिँ तपाईले टपिक सिलेक्ट गर्नुपर्ने हुन्छ। अनि तपाईहरुले चाहिँ आफ्नो निश तपाईलाई जस्तै अब कुन विषयमा मन पर्छ, गेममा मन पर्छ कि तपाईलाई गाउन मन पर्छ कि डान्स मन पर्छ कि तपाईलाई चाहिँ कुनै इन्फर्मेसन शेयर गर्न मन पर्छ कि तपाईलाई कुनै कमेडी गर्न मन पर्छ कि त्यो चाहिँ तपाईले सिलेक्ट गर्ने फर्स्टमा। अनि त्यही अनुसारको भिडियोहरु चाहिँ बनाउने। थुप्रै भिडियो चाहिँ एउटै टपिकमा बनाउने ट्राई गर्नुस्। जुन पाए त्यही टपिकमा चाहिँ भिडियो नबनाउनुस्। सकेसम्म एउटै टपिकमा चाहिँ 10-15 वटा चाहिँ भिडियो बनाएर हेर्नुस्। र लास्ट नम्बरमा चाहिँ युट्युब छोड्नु। 3-4 वटा भिडियो बनाउनुहुन्छ, भ्युज आएन छोड्नुहुन्छ। 15-20 वटा भिडियो बनाउनुहुन्छ, भ्युज आएन छोड्नुहुन्छ। त्यसरी पनि युट्युबमा चल्दैन है। युट्युबमा भ्युज ल्याउनको लागि चाहिँ युट्युबको एल्गोरिदम के छ भने तपाईले चाहिँ कन्सिस्टेन्टली भिडियो हाल्नु पर्यो। र भिडियो मात्र हालेर भएन। अघि नै हामीले कुरा गरिसकेको थियौ क्वालिटी हुनु पर्यो हैन। त्यसमा के न के हुनु पर्यो कि इन्टरटेनमेन्ट हुनु पर्यो अथवा इन्फर्मेटिभ हुनु पर्यो अथवा कुनै समस्याको चाहिँ सल्युसन हुनु पर्यो त्यहाँ। अनि त्यसपछि चाहिँ तपाईको भिडियोमा चाहिँ भ्युज आउँछ। अनि थम्बनेल र टाइटल पनि हेर्नु पर्यो। तपाईले टपिक पनि कुन टपिकमा चाहिँ कुरा गर्ने भनेर चाहिँ त्यो पनि तपाईहरुले चाहिँ एकदमै विचार पुर्याउनु पर्ने हुन्छ। र आजको लागि चाहिँ भिडियो त्यति नै थियो। आई होप तपाईहरुलाई चाहिँ यो मन पर्यो होला। प्लिज मन पर्यो भने चाहिँ लाइक गरिदिनु होला है, सब्स्क्राइब पनि गरिदिनु होला। मलाई पनि अब यस्तो कन्टेन्टहरु चाहिँ खासै त्यस्तो साह्रो चाहिँ थाहा छैन। म चाहिँ सिक्दै छु। म चाहिँ भिडियो बनाउँदै जानेछु। हेर्दिनु होला। थ्यांक यू भेरी मच।